अबको केही दिनमा चाहिँ दही चिउरा खाने दिन आउँदैछ, अर्थात् असार 15। सो असार 15 मा दही चिउरा खान हैन एउटा मिठो हुन्छ, त्यो आफ्नो पार्टमा छ। तर हामी नेपालीहरू चाहिँ केही शुभ काम गर्नु अगाडि चाहिँ हैन दही खाएर चाहिँ सुरुवात गर्छौँ। सो तपाईको लागि पनि एउटा अवसर चाहिँ के छ भन्दाखेरि चाहिँ यो असार 15 मा तपाईले दही चिउरा खाएर केही नयाँ स्किल सिक्न थाल्नुभयो भनेदेखि चाहिँ त्यसले अब आउने दशैँसम्ममा चाहिँ तपाईलाई एउटा करियरमा सेट गरिसक्छ। अब के सिक्ने तपाईलाई थाहा छैन, धेरै चीजहरु सिक्न सकिन्छ के, एउटै चीज सिक्नुपर्छ भन्ने चाहिँ छैन। र त्यो मध्ये मैले चाहिँ तपाईलाई सिकाउन सक्ने भनेको चाहिँ एसइओ हो। मैले धेरै भिडियो पनि बनाएको छु, तपाईले देखिरहनु पनि भयो होला। स्टिल यो असार 15 को अवसरमा चाहिँ म केही एक्स्ट्रा गिफ्टहरु बनाएर तपाईको यो जर्नीलाई एकदमै सजिलो बनाउन गइरहेको छु। सो तपाई पनि मसँग एसइओ सिकेर आफ्नो जीवनको नयाँ सुरुवात गर्न चाहनुहुन्छ भनेदेखि चाहिँ अहिले नै मलाई फलो गरेर तल कमेन्टमा नयाँ भनेर लेख्नुस् अनि म तपाईलाई थप जानकारी मेसेज गर्छु।